नमस्ते एभ्रिवान। आज मैले बनाएकी छु आलु र दहीको चुकौनी। यो थोरै सामग्रीबाट बनाउन सकिने छिटो र मिठो परिकार हो। यसको लागि मैले लिएकी छु 2 चम्मच दही। यो बाक्लो भएकाले यसमा मैले थोरै पानी एड गरेँ र मैले उसिनेको आलुलाई मिडियम साइजमा काटेर लिएकी छु। त्यसमा मैले लाम्चो आकारमा मसिनेरी काटेको 2वटा प्याज राखिदिए। त्यसै गरी मसिनेरी काटेको हरियो खुर्सानी, मसिनेरी काटेको धनियाँ, स्वाद अनुसारको नुन, थोरै रातो धुलो खुर्सानी र एउटा कागती राखिदिए। दही अमिलो छ भने कागती नराख्दा पनि हुन्छ। त्यसपछि मैले यसलाई झान्नको लागि तोरीको तेल तताएँ। त्यसमा 1 चम्मच जति मेथी दाना फुराएँ र त्यो राम्रोसँग फुरिसकेपछि त्यसमा मैले बेसार पनि राखिदिएँ। यसलाई झानेर मैले राम्रोसँग चलाएर मिक्स गरेँ। मिक्स गरेर यस्तो बनेर रेडी भएको थियो। थ्याङ्क यू फर वाचिङ।